हजुर हजुर कहिले अस्ट्रेलियाबाट हालसाल फर्किनु भयो? भयो होला मेरो 1 महिना जति भयो। वर्ल्ड कप यतै हेर्नुभयो कि आधी जस्तो हो कि कस्तो भयो? ठ्याक्कै वर्ल्ड कपको टिम नेपाल पुग्ने भयो। पनि त्यही टाइममा पुगेँ। ए ओके ओके भनेपछि आधी अस्ट्रेलियाबाट हेर्नुभयो आधी वर्ल्ड कपको म्याच त त्यो भयो। नेपालको चाहिँ उतै सकियो, बाँकी अरू चाहिँ त्यहाँ कस्तो रह्यो? हजुरको प्रेडिक्सन केही थियो वर्ल्ड कपमा यसपालि यस्तो होला भन्ने ओभरअल सबै देशको नै? मैले इन्डियाले नै जित्छ त्यो लागिरहेको थियो पहिलादेखि नै। तर त्यही हो, अब वेस्ट इन्डिज राम्रो टिम थियो, राम्रो खेल्दै थियो, त्यो पनि सेमी फाइनलसम्म आउँथ्यो कि जस्तो थियो। तर ओभरअल हेर्दाखेरि राम्रो भयो। न्युजिल्यान्डको टिमले जितेको भए अलिकति अरू खुसी हुन्थेँ म, होइन? किन अनलक्की टिम नै हो, राम्रो खेल्दा खेल्दा नि अब लास्ट फाइनलमा गएर चाहिँ हार्यो। त्यो कुराले चाहिँ अब नराम्रो लाग्यो मलाई चाहिँ पर्सनली। ओके, ओभरअल सबैको फेरि मैले यसपालि फिलिङ त्यस्तै पाएँ क्या। अनि अर्को कुरा चाहिँ फेरि ठ्याक्कै कुरा निकाल्यो, रेगुलर कुनै टिमले वर्ल्ड कप जितिरहेको छ भने त्यस्तो चाम पनि हुँदैन कि जस्तो लाग्यो नि फेरि मैले फिल गरेको चाहिँ। त्यही त, अब हजुरले हेर्नु, मलाई कस्तो लाग्छ वर्ल्ड कपमा इन्डियाले जित्नुभन्दा इङ्ल्यान्डसँग नेपालको त्यो म्याचको धेरै त्यो भयो कि कुरा चर्चा त्यो भयो। मलाई चाहिँ त्यस्तो लाग्यो। अनि जस्तो होइन ठ्याक्कै अब खास हाम्रो चाहिँ इलेक्सनले इफेक्ट गरेको जस्तो नि लाग्यो मलाई नेपालको सोसल मिडियाहरूमा चाहिँ, होइन? हाम्रो भोट काउन्टिङको ताजा आइरहेको थियो नि त, मान्छे सबै त्यसको पछाडि थियो, होइन? अनि जस्तो पोहोर विराट कोहली रोहित शर्माले त्यो वर्ल्ड कप जितेर रिटायरमेन्ट लिएको पछिको जति मार्केटहरू हल्ला भयो नि त, इन्डियाले वर्ल्ड कप जित्यो सबैतिर आएको भइरहेको थियो। यसपालि अब वर्ल्ड कप जित्यो, त्यो दिन जित्यो, भोलिपल्ट एकदम साइलेन्ट जस्तै छ क्या। अनि यसमा चाहिँ मलाई कस्तो लाग्छ कि अब हामीले अरू कन्ट्रीमा जितेर आउनु र हाम्रै कन्ट्रीमा जित्नु चाहिँ फरक पर्छ जस्तो लाग्छ। अलिकति वेलकम चाहिँ अरू खतरा हुन्छ क्या। त्यो पनि हो फेरि, है? तिनीहरूले त्यो वाङखरी अगाडिको त्यो परेड गरेको ट्रफी परेड गरेको कति बबाल्दै थियो, सायद त्यो चिजहरूले पनि होला। जस्तो म्याचहरू हेर्दाखेरि क्या, हजुरले जस्तो त्यो अब आफू फास्ट बलर भएको हिसाबले पनि जब त्यो पेसरहरू बल गर्न आउँछ नि त, कतिको त्यसलाई निहालेर हेर्ने अथवा अरूलाई हेर्ने फरक नजर हुन्छ कि हजुरको एउटै हुन्छ खास? अथवा डिफ्रेन्ट हुन्छ नि। स्पिनरको डिफ्रेन्ट भयो, फास्ट बलरको डिफ्रेन्ट भयो। अब फास्ट बलर त थाहा लाग्छ नि त, अब मलाई T20 धेरै खेलेछु अनि थाहा हुन्छ कि यसले चाहिँ अब के गर्दा आइरहेछ यो, यसले बल कतिखेर त यस्तो हुन्छ कि यो बलमा हेर है, यो बल यसले फाल्छ भने त्यही फाल्छ। ठ्याक्कै त्यही कुरा गर्दै थिएँ क्या मैले। हुन्छ नि अब त्यो कमेन्टेटरहरूले अब यसले बााउन्सर फाल्न सक्छ यो बल भनिरहेको हुन्छ, होइन? त्यो खेल्दा नि अब यति कुरा चाहिँ थाहा पाइसकेपछि कि नेक्स्ट बल चाहिँ अब यसले यो ट्राई गर्न सक्छ है। स्पिनरले चाहिँ अब स्पिनरको चाहिँ त्यस्तो थाहा हुँदैन मलाई, होइन? अब फास्ट बलरको चाहिँ अब यसले चाहिँ यो टार्गेट गर्न सक्छ, यसले वाइड यर्कर फाल्न सक्छ, त्यो फिल्ड हेरेर नै थाहा लागिहाल्छ कि अरे अब जस्तो 3-2 राखेको छ, यसले यो टार्गेट गर्न सक्छ, यसमा अप्सन अर्को यो छ। त्यसले गर्दा चाहिँ त्यो अलिअलि चाहिँ थाहा हुन्छ। 80%, 70-80% चाहिँ थाहा भइहाल्छ यसले यो बल फाल्छ अब। ओके, सो अलिकति नेपालको वर्ल्ड कपको जर्नीको नि कुरा गरिहालौँ न। कस्तो लाग्यो हजुरलाई ओभरअल यो वर्ष यो सिजन? राम्रो लाग्यो। अब इङ्ल्यान्डलाई जितेको भए अझै राम्रो हुन्थ्यो। अब त्यति एकदमै क्लोज भयो नि त हाम्रो इङ्ल्यान्डसँग त। मलाई लाग्छ कि यो टाइम फेरि फर्केर आउँदैन कि, हामीले धेरै नै वेट गर्नुपर्छ इङ्ल्यान्डसँग त यो टुर्नामेन्ट यस्तो जित्नलाई चाहिँ कि। अब जितिसकेको म्याच हो नि त, इङ्ल्यान्डको प्लेयरहरू सबै आत्तिसकेको थिए। तर त्यहाँ के फाइदा के भयो कि हामीलाई त अब कोस राम्रै खेल्यौँ हामीले, तर इङ्ल्यान्डको जित्नुको कारण चाहिँ तिनीहरूको एक्सपिरियन्स भयो कि। तिनीहरू अब उसलाई थाहा छ, जुन स्याम करन बलर थियो, मैले पहिला नै भनिसकेको छु, उसले चाहिँ एकदमै राम्रो इफेक्टिभ बलर हो। उसले चाहिँ अब स्लोवर यर्कर पेस नै फाल्छ। T20मा चाहिँ भेरिएसन चाहिन्छ कि, त्यही हिसाबले चाहिँ उसले यर्कर राम्रो फाल्दै थियो। अनि उसले पहिले भन्यो नि त म यर्करै ट्राई गर्छु, पछि आएर प्रेस मिटमा भन्यो नि त उसले म 6 को 6 बल यर्कर ट्राई गर्छु भने उसले 6 बल यर्कर ट्राई गर्यो, जित्यो। प्रुभ पनि गर्यो, होइन? अरू म्याचहरू कस्तो लाग्यो इङ्ल्यान्ड बाहेकको? इङ्ल्यान्ड बाहेकको अब हाम्रो न्युजिल्यान्डको म्याच थियो, अब उसले इङ्ल्यान्डसँग थियो कि होइन हाम्रो इटालीसँग। सरी, नेपालको नेपालको त्यसपछिको म्याच चाहिँ अब वेस्ट इन्डिजसँग थियो। सेकेन्ड इटलीसँग भयो, त्यो हामी हार्यौँ त्यो म्याच पनि। इटलीसँग सेकेन्ड भएको कि सेकेन्ड इटली। इटलीसँग चाहिँ अब हामीहरूको जुन
मैले भने हाम्रो प्लेयरहरूले चाहिँ अब कन्टिन्यू यहीँ खेल्छन्, नेपाली प्लेयरहरू छन् नि त। इटलीमा त अस्ट्रेलियन प्लेयरहरू थिए के, तिनीहरू धेरै नै एक्सपिरियन्स छन्। तिनीहरू खेल्ने अनुसारदेखि लिएर तिनीहरू सबजना चाहिँ उता खेल्दो रहेछन् क्या अस्ट्रेलियामा, ओके। राम्रो टुर्नामेन्ट खेल्छन्। इटलीमा त पिचै छैन हुन्छ क्या अरे। पिच त होला, नहुने होइन, पिच छ, तर जति नेपालमा क्रेज क्रिकेटको छ त्यति चाहिँ छैन। त्यहाँ चाहिँ अब बाहिरको प्लेयरहरूलाई लिएर आएर कति वर्ष चाहिँ अब त्यहाँ 2-3 वर्ष बसाएर त्यसपछि चाहिँ तिनीहरूले क्रिकेटलाई गरेको हो। अब फुटबलको लागि अलिकति फुटबलको दबदबामा होइन खतरै छ नि त। क्रिकेटमा चाहिँ अब तिनीहरूले चाहिँ अब प्लेयर लिएर आएर, जस्तो अब मानौँ कि कुनै पनि प्लेयर अब कुनै देशको लागि खेले छैन भने चाहिँ त्यहाँ गएर खेल्यो। ओके। जस्तो ओभरअल हजुरले कस्तो हेर्नुहुन्छ ओभरअलमा भन्दाखेरि? नेपालले राम्रै गर्यो त्यहाँ गएर भन्नुहुन्छ कि एभरेजै खेल्यो भन्नुहुन्छ? जस्तो किनकि लास्ट टाइमको स्क्वाडमा त हजुर नै हुनुहुन्थ्यो वर्ल्ड कप स्क्वाडमा। अब त्यहाँ हामी एक रनले हार्यौँ साउथ अफ्रिकासँग। त्यो म्याचमा हजुर नै हुनुहुन्थ्यो होइन? हजुर प्लेइङ 11मा हजुर नै हुनुहुन्थ्यो होइन? अनि त्यो दुइटा मोमेन्टलाई केही रिलेट गर्नुभयो? जब त्यहाँ हामी 1 रनले हारिरहेको थियौँ साउथ अफ्रिकासँग, यहाँ लास्ट बलमै फेरि यहाँ हारिरहेछौँ 4 रनले होइन, छक्का हान्नुपर्ने बलमा। त्यतिखेर चाहिँ अब लकले फेयर गरेन, अनलक्की जस्तो फिल भयो दुइटै म्याचमा। त्यति बेला नि हामीले अब राम्रै खेलेको थियौँ, 1 रनले हार्नु भनेको त फेरि भने त्यो टाइम फेरि आउँदैन कि साउथ अफ्रिकासँग हामीहरूको। त्यति बेला त्यो म्याच जितेको भए त्यसपछि हामीले बङ्गलादेशसँग क्लोजै हारेको थियौँ त्यो नि है। हामीले त्यो म्याच जितेको भए त हामीलाई के हुन्थ्यो, मोटिभेसन हुन्थ्यो, हामीले जित्नुपर्ने छ, राम्रो खेल्नु छ, जित्यौँ। त्यसो सुपर 8 हुन्थ्यो, सुपर 8 पुगेपछि त हामीले त वर्ल्ड कप क्वालिफायरै खेल्नु पर्दैन। यो वर्ष पनि त्यस्तै भयो नि त, फर्स्ट म्याचै इफ हामीले जितेको भए त्यसपछि के हुन्थ्यो, इटलीसँग म्याच हुन्थ्यो, त्यो त डेफिनेटली जित्थ्यौँ क्या फेरि हामी त्यो म्याच। इटलीलाई जितेको भए त्यसपछि के हुन्थ्यो, लास्ट म्याच त हाम्रो स्कटल्यान्डसँग थियो, जित्यौँ पनि होइन? त्यो जितेको भए त हामी त टप 8 पुगेपछि ढुक्क भयो नि त। एकदम राम्रो छ। अर्को वर्ष हामी अब 2 वर्षपछि अस्ट्रेलिया न्युजिल्यान्डमा वर्ल्ड कप छ, हामी डाइरेक्ट खेल्न पाउँथ्यौँ। त्यो हजुरले भने जस्तो त्यो मोमेन्टहरू चाहिँ फेरि आउँदैन क्या, त्यो चान्सहरू, त्यो मोमेन्टहरू। अब हराउँला हामी कुनै समय साउथ अफ्रिकालाई फेरि 50 रनले हराउँला, तर त्यो जुन एक दिनले 1 रनले हारेको त्यो चाहिँ फेरि सधैँ त्यो घाउ रहिरहेको छ होइन? सो ओभरअल एकदमै राम्रो एक्सपिरियन्स भयो। अनि हामी त त्यहाँ लाइभ स्टेडियममा पनि गएर पनि हेऱ्यौँ, मुम्बईमा गएर हेऱ्यौँ हजुर। अनि त्यहाँको एटमोस्फियर यस्तो बवाल थियो क्या, लाइक टिभीमा हेरिरहेछौँ भन्ने जस्तो थियो क्या। अनि त्यो नेपालीको सपोर्ट, त्यो सबै चिजले गर्दा चाहिँ हाम्रो अझै यो वर्ल्ड कपको जर्नी चाहिँ लामो समय नै जान्छ होला जस्तो अब भन्ने चाहिँ फिल भएको छ, एटलिस्ट त्यो हुन्छ नि त्यहाँको माहौल सबै चिज हेर्दा। हेलो एभ्रिवान, यहाँहरूले हाम्रो भिडियोहरू हेरिदिइरहनु भएको छ, हामीलाई हेरिरहनु भएको छ, थ्याङ्क यू सो मच फर वाचिङ। यहाँले दिनुभएको साथको लागि, मायाको लागि धेरै धेरै धन्यवाद। र यहाँहरूको मायासँगै, साथसँगै, आशीर्वादसँगै हामीलाई यहाँहरूको फिडब्याकहरूको पनि एकदमै आवश्यकता छ। सो यहाँहरूको केही फिडब्याक छ, केही इन्फर्मेसन छ भने प्लिज यहाँहरूले कमेन्ट गर्न सक्नुहुन्छ, अथवा हामीले तल दिएको मेल एड्रेसमा तपाईँहरूले हामीलाई केही फिडब्याकहरू अथवा केही इन्फर्मेसन दिनुभयो भने हामी डेफिनेटली त्यसलाई अनुसरण गर्नेछौँ। सो स्पेसल्ली हामीसँग कनेक्ट भइरहनुको लागि, हामीसँग जोडिरहनुको लागि चाहिँ यहाँहरूले हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोला, हाम्रो पेजलाई फलो गर्नुहोला, र हाम्रो जुन अफिसियल आइटीहरू छ जहाँबाट हामीलाई हेर्नु भएको छ प्लिज फलो गरिदिनु होला, सब्सक्रिप्सन गरिदिनु होला। सो थ्याङ्क यू सो मच। यहाँहरूलाई सकेभन्दा सके बढी इन्फर्मेटिभ भिडियोजहरू चाहिँ हामी ल्याउने प्रयासमा रहनेछौँ। सो थ्याङ्क यू सो मच, किप लभिङ, किप सपोर्टिङ।